अनि आज चाहिँ मैले चाहिँ तपाईलाई चाहिँ नेपाल एम्बेसीको एमेन्डमेन्टमा चाहिँ हामीले चाहिँ पासपोर्ट रिन्युको लागि ड्यामेजको लागि चाहिँ कसरी एपोइन्टमेन्ट लिन सकिन्छ भन्ने विषयमा चाहिँ सानो भिडियो लिएर आएको छु। तपाईले चाहिँ यो भिडियो हेरेर चाहिँ गाइड गर्दै चाहिँ आफूले चाहिँ मोबाइलमा ल्यापटपमा इजी तरिकाले चाहिँ फर्म भर्न सक्नुहुन्छ। एकदम सजिलो छ। अनि फर्म भर्न अगाडि चाहिँ तपाईले चाहिँ आफ्नो साथमा चाहिँ आफ्नो डिटेल्सहरु चाहिँ पासपोर्टको नागरिकताको डिटेल्सहरु चाहिँ आफ्नो साथमा चाहिँ राख्नुहोस् है, किनकि हामीले त फर्म भर्न चाहिन्छ। फर्म भर्नलाई चाहिँ पहिला चाहिँ 15 मिनेट थियो नि, अहिले चाहिँ हामीले चाहिँ फर्म भर्नलाई चाहिँ 30 मिनेट दिएको हुन्छ है। अनि तपाईलाई चाहिँ म कसरी भनि देखाउँदैछु है। सुरुमा चाहिँ हामीले चाहिँ गुगलमा हान्नु पर्यो डिपार्टमेन्ट अफ पासपोर्ट नेपाल है। तपाईले जुनसुकै चाहिँ ब्राउजरमा हान्दा पनि हुन्छ, फरक पर्दैन है। त्यसपछि हामी कहाँ जानु पर्यो, डिपार्टमेन्ट अफ पासपोर्ट नेपालमा चाहिँ जब हामीले चाहिँ ब्राउजरमा क्लिक गर्छौं हैन, टाइप गरे पछाडी त्यसपछि हाम्रो चाहिँ डिपार्टमेन्ट पासपोर्टलाई चाहिँ यसरी आउँछ। यसलाई चाहिँ हामी क्लिक गर्नु पर्यो। हामी चाहिँ नेक्स्ट ब्राउजरमा जान्छ हैन, यसरी तपाईको डिफरेन्ट आउँछ। अनि यहाँ चाहिँ हाउ टु एप्लाई फर अ पासपोर्ट सबै कुरा डिटेलहरु चाहिँ आइरहेको हुन्छ। त्यसको हामी तलपट्टि गएर चाहिँ हामी के गर्नु पर्यो, एप्लाई फर ई पासपोर्ट है। यहाँ चाहिँ तपाईको के छ, एप्लाई फर ई पासपोर्ट आउँछ। यसरी आउँछ। तपाई तल तल जानु भयो नि, त्यसपछि हामी के गर्छौं, एप्लाई फर ई पासपोर्टलाई क्लिक गर्छौं। अनि यहाँ चाहिँ के आउँछ, एप्लाई फर पासपोर्ट राजधानीको लागि आवेदन अथवा चाहिँ एडिट अथवा यो एप्लिकेसन आवेदन संशोधन वा हेर्न। जस्तै तपाईले चाहिँ आदिमै तपाईले चाहिँ पासपोर्ट एप्लाई गर्न आदिमै छोड्नु भएको छ नि, तपाईले जुन चाहिँ कोड हुन्छ त्यो कपी पेस्ट गरेर तपाईले यहाँबाट चाहिँ फेरि रिप्लाई गर्न सक्नुहुन्छ। तर हामी चाहिँ के गर्दैछौं, आज डाइरेक्ट चाहिँ एप्लाई गर्दैछौं है त, एप्लाई फर पासपोर्ट। अनि हामीले आज के गर्छौं, आज हाम्रो पासपोर्ट चाहिँ हामीले चाहिँ एक्जाम्पललाई चाहिँ आज हामीले चाहिँ रिन्यू, अनि हामीसँग अप्सनहरु छ, पहिलो पटक राजधानी लिन, म्याच सकिएको राजधानी नवीकरण गर्न, हराएको चोरीको राजधानी सट्टामा, बिग्रेको राजधानीको सट्टामा है। आज चाहिँ हामी चाहिँ के गर्दैछौं, सुरुमा चाहिँ हामी चाहिँ आज एक्जाम्पललाई चाहिँ हामी चाहिँ के गरौँ, हराएको राजधानीको गर्दियौं है। हुन्छ ल, क्लिक गरौँ। त्यसपछि हामीलाई के आउँछ, दुईटा अप्सन आउँछ है। सेकेन्डमा हामी अर्डिनरी 34 पेजेस कि अर्डिनरी 60 पेजेस। तपाईले चाहिँ ट्राभल गर्नुहुन्छ 60 पेजेस ठीक छ, न त नर्मलको लागि चाहिँ 34 पेज नै ठीक छ, 34 गर्ने छ है। हामी प्रोसिड गर्नेछौँ। आई एग्री म स्वीकृत गर्दछु। त्यसपछि यसरी आउँछ हाम्रो पासपोर्ट रिप्लेसमेन्ट, बुक योर एपोइन्टमेन्ट भनेर आउँछ। अनि आज तपाईँ एपोइन्टमेन्ट कन्ट्री नेपाल, हामी चाहिँ के छ, हामीले चाहिँ नेपालभन्दा बाहिर गर्नु पर्यो, के भन्दा अदरलाई क्लिक गर्नुपर्ने है। त्यसपछि हाम्रो के छ, एपोइन्ट लोकेसनको लागि तपाईको साइडमा भएको यो रेड कलर ट्रायंगललाई चाहिँ क्लिक गरेर त्यसपछि हामीले चाहिँ खोज्न पर्यो हाम्रो कहाँ छ त, तपाईको स्पेनलाई चाहिँ हामीले खोज्न पर्यो। कहाँ छ, यहाँ नि स्पेन, नेपाल एम्बेसी स्पेन कहाँ छ होला, यहाँ क्लिक गर्नु पर्यो। त्यसपछि यदि नेपाल एम्बेसीले चाहिँ स्लट्सहरु छोडेको केसमा कसरी आउने भयो, तपाईको चाहिँ वाशिङटन डीसी है त, माफ गर्नु होला, यसरी यहाँ आउने भयो। त्यसपछि हामीले के गर्ने भयो, तल तरिमा कहिलेको छोडेको छ नेपाल एम्बेसीले, अहिले 24 तारिक मन्डेको छोडेको रहेछ है। अब अनि त्यहाँ क्लिक गर्नु पर्यो। त्यसपछि कति बजे, 12 बजेको, हामीले चाहिँ 10 बजे एकजनाको लागि, 12 बजे एकजनाको लागि, हामी चाहिँ 12 बजेको लागि लियौं है। अनि त्यो 12 बजेको लागि लिए पछाडी के हुन्छ, तलपट्टि हामीले चाहिँ चाहिँ क्याप्चाहरु हाल्नु पर्ने हुन्छ। के छ, ट्राई गरौँ है, क्याप्चाको लागि चाहिँ 0RX14 यस्तो लाग्यो छ मलाई, ए होस् मान्छु, यही रहेछ है त ल। त्यसपछि हामीले के गर्छौँ, ट्रायल गर्दैछौँ नि त, त्यही हामी चाहिँ के गर्छौँ, ट्रायलै लेख्नेछौँ है हामी है। हामीले के गर्दैछौँ, प्रोएबा, प्रोएबा भनेको चाहिँ ट्रायल है, ट्रायलको लागि चाहिँ यो प्रोएबा भयो, प्रोएबा। अनि जेन्डर मेल, जे लेख्दा मेलले गर्दियौँ है। डेट अफ बर्थ तपाईँ के गर्छ, डेट अफ बर्थ तपाईँले चाहिँ एक्जाम्पल जस्तो हान्दिनु, यो चाहिँ ट्रायल भएको कारणले गर्दाखेरि चाहिँ जुन हान्दिनु पनि भयो है। तपाईँको यसरी भर्दै भर्दै जाने, यो तपाईँले जब यो भर्नुहुन्छ हैन, यो भरेपछि तपाईँको डेमोग्राफिक इन्फर्मेसन भन्नुभयो। त्यसपछि तपाईँ के हुन्छ, नेक्स्ट पेजमा सिटिजनशिपको नागरिकताको तपाईँको इन्फर्मेसन भर्नुपर्ने भयो, के छ सबै यसरी भर्नुपर्ने भयो। त्यसपछि के आउँछ, तपाईँ एप्लिकेसनको कन्ट्याक्ट डिटेल आउँछ, हामी को चाहिँ एप्लिकेन्टको के यसरी डिटेलहरु यहाँ भर्नुपर्ने भयो। त्यस पछाडि इन केस अफ इमर्जेन्सीमा नजिकको को व्यक्ति हुन्छ उहाँको चाहिँ हामीले चाहिँ सम्पर्क नम्बरहरु, इमेल चाहिँ पढ्दैन, जिल्ला सबै लेख्नु पर्यो है। त्यसपछि हाम्रो चाहिँ हाम्रो पहिलाको चाहिँ पासपोर्टको के पर्छ, तपाईको पासपोर्टको कन्ट्री अफ थेफ्ट हैन, कता लस्ट भयो के भयो लेख्नु पर्यो, डेट अफ इस्युहरु, प्लेस अफ इस्यु यसरी लेख्नु पर्यो। सिमेन्स रेकर्ड नम्बर भनेको चाहिँ पासपोर्ट नम्बर हो। नेक्स्ट कुरा चाहिँ धेरै जस्तो हामी किन भनेको सिटिजनशिप नम्बर योमा है। यहाँ चाहिँ के लेखेको छ, इन्ट्रीवाले नेशनल आइडेन्टिटी नम्बर, हामी चाहिँ विदेशमा बसेको हकमा चाहिँ नेशनल आइडेन्टिटी नम्बर चाहिँ भन्नु पर्दैन है। यो चाहिँ ढुक्काउनु त्यति गर्न भन्न पर्दैन। त्यसमा तपाईले यो सबै भए पछाडी चाहिँ नेक्स्ट गर्नु भने चाहिँ तपाईको फोटो अपलोड गर्नुपर्ने छ। हाम्रो चाहिँ के छ, हाम्रो एरर देखाएको छ किनकि हामीले फर्म भरेको छैन। त्यसकारणले चाहिँ तपाईले चाहिँ मोबाइलबाट जहाँबाट इजिली चाहिँ यो आइडिया लगाएर तपाईले चाहिँ यो स्टेप्सहरुलाई फलो गरेर इसँग चाहिँ फर्म भर्न सक्नुहुनेछ। धन्यवाद।